दर्शकबिन नमस्कार। नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक एकदेव लिम्बुले हालै एउटा ठूलो खुसीको खबर सार्वजनिक गरेका छन्। उनको बहुचर्चित नेपाली गीत झिमझिमाउने आँखा अब हिन्दी भाषामा पनि आउने भएको छ। यो गीत झिमझिम नामले सार्वजनिक हुनेछ र यसमा एकदेवले भारतीय संगीत उद्योगकी लोकप्रिय गायिका नेहा कक्करसँग सहकार्य गरेका छन्। यो खबरले उनका प्रशंसकहरूमा उत्साह थपेको छ। एकदेवले आफ्नो सामाजिक सञ्जाल मार्फत यो हिन्दी गीतको जानकारी दिएका हुन्। यो गीत जुन 27 मा प्ले DYM अफिसियल युट्युब च्यानलबाट रिलिज हुनेछ। गीतको टिजर भने जुन 25 मै सार्वजनिक हुँदैछ। यस गीतको संगीत रजत नागपालले गरेका हुन्। एकदेवले नेहा कक्करसँगको यो सहकार्यलाई आफ्नो करियरकै सबैभन्दा ठूलो कोसेढुङ्गाका रूपमा लिएका छन्। झिमझिमाउने आँखा गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत पर्न सफल भएको थियो, जसले यसको लोकप्रियतालाई पुष्टि गरेको छ। एकदेव लिम्बु नेपाली संगीतमा उदाउँदा गायक हुन्, जसले छोटो समयमै ठूलो सफलता हासिल गरेका छन्। उनको झिमझिमाउने आँखा पछिल्लो समय निकै लोकप्रिय भएको गीत हो। यसअघि आँखा आँखा बीचमा, सोल्टिनी, फिजेको केस, बोलिदेऊ लगायतका उनका अन्य गीतहरू पनि श्रोतामाझ मन पराइएका छन्। उनले लिम्बू भाषामा पहिलो पप गीत लुङमाए पनि सार्वजनिक गरेका छन्, जसको ऐतिहासिक महत्त्व छ। एकदेव लिम्बू आफ्नो आधिकारिक युट्युब च्यानलमा पनि सक्रिय छन्। उनी आफ्ना नयाँ गीतहरू र म्युजिक भिडियोहरू नियमित रूपमा अपलोड गर्छन्। उनका भिडियोहरूमा दर्शकहरूको उत्साहजनक प्रतिक्रिया देख्न सकिन्छ। उनका धेरै गीतहरूले मिलियन भ्युज बटुलिसकेका छन्। युट्युब मार्फत नै उनी आफ्ना फ्यानहरूसँग नजिक रहने गरेका छन् र नयाँ प्रोजेक्टहरूको बारेमा जानकारी दिन्छन्। समग्रमा एकदेव लिम्बुको झिमझिम नामक हिन्दी गीतको आगमनले उनको साङ्गीतिक करियरमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ। नेहा कक्कर जस्तो अन्तर्राष्ट्रिय स्तरकी गायिकाहरूको सहकार्यले उनलाई विश्वव्यापी रूपमा चिनाउन मद्दत पुग्नेछ। आजको लागि यति नै। यस्तै अन्य ताजा समाचारहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।